नमस्ते। एसी दिएर बसेका विद्यार्थी र उहाँका अभिभावकहरू अहिले हजुरहरूको बीचमा दिमागमा विभिन्न कुराहरू खेलिरहेको हुन सक्छ कि कस्तो विद्यालय, कस्तो 10+2 कलेज विद्यार्थीका लागि राम्रो हुन्छ भन्ने कुरा चाहिँ एउटा स्वाभाविक जिज्ञासाको रूपमा मनमा आएको हुन्छ। त राम्रो 10+2 हुनको लागि, राम्रो कलेज हुनको लागि सर्वप्रथम त यो कति लामो समयदेखि स्थापित छ, यसको इतिहास कस्तो छ र यसमा चाहिँ स्थायी किसिमको सञ्चालकहरूले सञ्चालन गरेको कलेज छ कि छैन भन्ने कुराले एउटा निर्धारण गर्छ, पहिलो कुरा। दोस्रो कुरा, त्यो संस्था सञ्चालन गर्ने सञ्चालक शिक्षा प्रेमी र शिक्षाका लागि अनुरागी र व्यावसायिक रूपमा शिक्षालाई जीवन पद्धतिको रूपमा अगाडि बढाउन खोजेको व्यक्ति हुन् कि हैनन् भन्ने कुरामा पनि हामीले ख्याल गर्नुपर्छ। र तेस्रो कुरा, ती संस्थामा लगानी गर्ने र लगानीको क्षेत्र भनेको भौतिक पूर्वाधारका लागि, शिक्षक कर्मचारी व्यवस्थापनका लागि, लाइब्रेरी व्यवस्थापनका लागि, साइन्स ल्याबका लागि, कम्प्युटर ल्याबका लागि, खेल मैदानका लागि र व्यक्तित्व विकासका विभिन्न आयामहरू, अतिरिक्त क्रियाकलापहरू र आधुनिक शिक्षा सुहाउँदो, आधुनिक समय सुहाउँदो व्यक्तित्व विकासका विभिन्न आयामहरूमा खर्च गर्न सक्ने र त्यो किसिमको फराकिलो सोच भएको व्यवस्थापन छ कि छैन भन्ने कुरा पनि अर्को महत्त्वपूर्ण छ। र अझै महत्त्वपूर्ण कुरा, त्यो संस्थाले लामो समयदेखि हजुरको चाहिँ शिक्षा क्षेत्रमा योगदान गरेर कस्ता किसिमका विद्यार्थी उत्पादन गरेको छ, विश्वविद्यालयको टप लेभलका विद्यार्थी उत्पादन गरेको छ कि छैन, 10+2 लेभलमा टप लेभलका विद्यार्थीहरू उत्पादन गरेको छ कि छैन, त्यहाँबाट उत्पादन गरेका विद्यार्थीहरू चाहिँ संसारभरि कुन कुन ठाउँमा कसरी स्थापित भएर काम गरेका छन् भन्ने कुरा समेत हेर्न जरुरी छ। अर्को महत्त्वपूर्ण कुरा के छ भने, आफू जुन लोकालिटीमा बसिएको छ त्यो लोकालिटीमा आफ्नो आर्थिक हैसियत अनुसारको चाहिँ सबभन्दा राम्रो शैक्षिक संस्था कुन छ भनेर पनि हजुरहरूले हेर्न जरुरी छ। शिक्षा र स्वास्थ्य यस्तो कुरा हो जहाँ सस्तो बेसा पेटलाई दुःख भनेर चाहिँ म सस्तोमा थोरै खर्च गर्छु भनेर तपाईँको औषधि नराम्रो खाने र दिमागमा ज्ञान भर्ने कुरा पनि कमसल भरियो भने जीवनभरि दुःख पाउन पर्ने हुनसक्छ। त्यस कारणले एउटा सबल शैक्षिक संस्था खोज्न जरुरी छ। र अझै महत्त्वपूर्ण कुरा, त्यो शैक्षिक संस्थामा त्यहाँको शैक्षिक संस्था र व्यवस्थापन कस्तो छ, विद्यार्थीहरूलाई हुने पर्सनलाइज केयर कस्तो छ, उहाँहरूको अभिभावकसँगको सम्बन्धलाई कसरी जीवन्त राखेको छ, विद्यार्थीहरूलाई गाह्रो र अप्ठ्यारो अवस्थाहरूमा विभिन्न किसिमका मनोवैज्ञानिक चरणहरूबाट जान्छन्, त्यो अवस्थामा उनीहरूलाई कसरी प्यारेन्टिङ, काउन्सिलिङ र मेन्टोरिङ गर्छ भन्ने कुरा पनि महत्त्वपूर्ण कुरा छ। र उसले यो 10+2 प्रोग्राम भनेको कक्षा 11 र 12 भनेको विद्यार्थीको जीवनका लागि जग बनाउने हो र त्यो जग राम्रो भयो भने बिल्डिङ, जीवनरूपी बिल्डिङ राम्रो हुन्छ। त्यो बिल्डिङ राम्रो बनाउनका लागि जगमा चाहिँ कस्ता कस्ता विद्वान, कस्ता कस्ता अनुभवी शिक्षकहरूले अध्ययन अध्यापन गराइरहेका छन् भन्ने कुराहरू पनि समेत यहाँहरूले हामीले ख्याल गर्न जरुरी छ। यी सबै कुराले भरिपूर्ण एसपीए कलेज, सुदूरपश्चिमाञ्चल एकाडेमी एसपीए कलेजमा हजुरको जुन एउटा अत्याधुनिक प्रविधिसहित अहिलेको राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी शिक्षा सञ्चालन गर्न खोजिरहेको संस्थामा प्री रजिस्ट्रेसन खोलिरहेको छ। एकपटक यहाँहरू एसीको रिजल्ट आउनुभन्दा अगाडि आएर बुझेर चाहिँ हाम्रा सेवाहरू कस्ता छन् भन्ने कुरा परामर्श गर्न समेत यहाँहरूलाई हार्दिक अनुरोध र नमन गर्न चाहन्छौँ एसपीए कलेजको तर्फबाट। नमस्कार।